हिन्दू धर्मको बीचमा हामी एउटा सङ्गम स्थल एउटा समुद्रमा हामी भेला भएका छौँ र तपाईँ हामीमा आफ्नो विचार आफ्नो सोचहरू हामीले बोकाइराखेका छौँ र यो थलो यो भूभाग भनेको आजको 5000 वर्ष पहिलो समुद्र थियो। यो ठाउँ समुद्रको सत्ता थियो। यो समुद्र माथि हिमाली एरिया सबै समुद्र थियो र चीन पनि समुद्र थियो। पछि यो समुद्र सरेर गएर प्रशान्त महासागरमा गएर बसेपछि हामी फेरि उत्पत्ति भएर यहाँनिर बसोबास गर्दै आएको हो र घना जङ्गल फेरि भयो। त्यसले फेरि फाडेर हामी बसेका छौँ। यहाँ हामी रमाइलो गरी हामी बसिराखेका छौँ र 5000 वर्ष अघि जो कृष्णजीको कथा आउँछ, कृष्णजीको कथामा महाभारत युद्ध गराउनु भएको थियो। त्यो महाभारत युद्धमा धर्म र अधर्मकै युद्ध भएको थियो। त्यहाँ कृष्णजीले एउटै कुरा मात्रै भन्नुभयो। के भन्नुभयो भने तपाईँ हामीलाई मान्छेको भोग दिनु हुँदैन, मान्छेको भोग त दिनु मिल्दैन भनेर भन्दाखेरि यो कहाँको के आयो भनेर त्यसलाई सङ्घारहरूले त्यसले मान्ने षड्यन्त्र भएर आयो। त्यसले गर्दाखेरि उसले महाभारत युद्ध गर्नु पर्यो र धर्मको स्थापना गर्नु पर्यो र हाम्रो आर्य जातिहरूले गीता दर्शन प्रशस्तै पढेको छ। कृष्ण भगवानको उसको विचार त्यो भित्र छ। राम्रो कुरा जो पनि गर्नु आउँदाखेरि विरोध हुन्छ। जस्तो कृष्णलाई मार्नलाई कंसले कस्तो षड्यन्त्र गर्यो। कंसले भविष्यवाणी भएको थियो, तिमीलाई माने तिम्रो देशमा जन्मिँदैछ भनेर भविष्यवाणी जो भयो। त्यो गोकुलमा नानीहरू सबै माने अभियान चलायो। तापनि पछि कृष्ण हुर्केपछि मामा भानिजको लडाइँ भएको छ। त्यो चाहिँ सत्य र असत्यको कुरा हो। सत्य कुरालाई जन्मिनुको लागि सङ्घर्ष पनि हुँदो रहेछ। त्यसले गर्दा अब हामी नेपालमा हामी विभिन्न जातिहरू छौँ। 4 जात 36 वर्ण। अहिले पञ्चायती समयमा त के भन्थ्यौँ भने 4 जात 36 वर्ण छौँ भन्थ्यौँ। 4 जात 36 वर्णको फुलबारी भन्थ्यौँ भनेर व्याख्या गर्थ्यौँ। र हामी विभिन्न जाति छौँ, विभिन्न जातका हामी फुलबारी छौँ। तर आयो अब नजिकै हाम्रो महागुरु फल्गुनन्दले के भन्नुभयो भने किराँत सबै हंसामा, किराँत सबै प्राणीहरूमा एउटा कुरा छोड्नु भएको छ। के कुरा छोड्नुभयो भने तिमीहरूले हत्याहिंसा नगर है, तिमीहरूले काटपाट नगर है, तिमीहरूले छोरीचेलीको सुर्ती नगर। विशेष गरी लिम्बूहरूले सम्झाएको छ। तर त्यो सुनेनन्। सुन्नुको विपरीत महागुरुलाई राष्ट्रिय मुद्दा लगाएको छ र महागुरु पक्रिएर काठमाडौँ पुऱ्याएको छ र सन्धि लाउनु भएको छ। र सत्य कुराको प्रचारमा यस्तो घटनाहरू हुन्छ, नहुने होइन। यो प्रत्येक धर्मावलम्बीहरूमा, प्रत्येक धर्मगुरुहरूकोमा यस्तो इतिहास प्रशस्त छ। र राम्रो कुराले चिन्नुलाई मैले समय लाग्छ है। तपाईँहरूले याद गर्नुहोला, राम्रो चिजलाई चिन्नु समय लाग्छ। त्यसले गर्दाखेरि
अहिले आएर हाम्रो किराँत धर्मले यही कुरा अगाडि बोकेको छ। विश्व शान्ति, मानव एकता, विश्व शान्ति हुनुपर्छ। त यो कुरा, यो शब्द युक्रेनमा गएर सुनेको भए रसियासँग युद्ध नहुने थियो। त्यो रोग फेरि हाम्रोमा आउला कि भन्ने डर छ। अब कुरा आउँदा धेरै छ क्या, कुरा त कुरा छ, त भित्र कुरा धेरै हुन्छ। हामी मानिसहरूले, हामी ईश्वरको सृष्टि हौँ, एक हौँ। त्यो पन्थ सन्थ के छ त ज्ञानको कुरा त एक हुन्छ। हाम्रो धर्मको नाम अलग अलग, कम्पनीको नाम अलग अलग, त बढी भेट हुने ठाउँ एउटा हो। एउटा नेटोमा हामी भेट हुन्छ। त्यो चाहिँ हामीले के भन्छौँ भन्दा त्यसलाई तागेरा निगाफु माङ इछिङसम्म भन्छ क्या। त्यो त्यसमा हामी भेट हुन्छौँ। त्यसमा कुनै जातिको भेदभाव छैन। बुझ्नु त बुझ्नु होला, कुनै जातिको भेदभाव छैन। दादा आत्मा यो घर, यो भौतिक शरीर भएको यो घर हो। यो छोडेर एक दिन जान्छौँ। यो लुगा फक्कै छोडिराखेर गएपछि आत्माहरू गएर मिल्छ। यो आत्माको एउटा मुलुक छ, यो आत्मा जमाउने ठाउँ छ, र त्यसमा जाति भेदभाव छैन। त्यो कुराहरू मलाई अध्ययन गरिरहेका छु। त्यसले गर्दाखेरि म तपाईँले के भन्छु भन्दाखेरि, अहिले आएर म तपाईँले के कुरा मात्रै सम्झाउँछु भन्दाखेरि, हामी सबै जाति, सबै भएर सबैभन्दा पनि स्वास्थ्य जीवनलाई पवित्र राख्नु, त्यो ठुलो हाम्रो उपाय। हाम्रो शरीरमा हामीले अनेकौं खालको रोगहरू बोकिराखेका छ। तर यो रोग पनि 40 वर्ष अघि यो विज्ञानले बनाएर छोडेको छ। त्योभन्दा पहिला क्यान्सर थिएन, मुटुको प्रब्लम थिएन, लो प्रेसर, हाई प्रेसर थिएन। यो सबै वैज्ञानिक चमत्कार छ। एउटा नदेखिने चिज छोडेको छ। अहिले आएर हामीले क्यान्सर हुन्छ, अहिले खाएको कुराबाट हामीले रोग हुन्छ। त्यस कारणले हामी सबैभन्दा स्वस्थ रहनु खानपिनमा। म यो कुरा भनिराखेको छु, तपाईँहरूले सम्झिनु होला। गुरुले हामी यति मिठोसँग खान्छौँ, सीमा देख्नेहरूले छोड्नु लाउँछौँ भन्छौँ। त्यो होइन, त्यो त मेरो धर्म त होइन। तर तपाईँको शरीरको लागि त बोल्नु पर्यो नि त। तपाईँको शरीरमा विभिन्न प्रकारका रोगहरू आक्रमण गर्नुभन्दा पहिला शुद्ध रहनु हो भने त्यो रोगले आक्रमण गर्नु सक्दैन। तपाईँको शरीर जहिले तन्दुरुस्त। त्यस कारणले मेरो समाजले म के भन्छु भन्दाखेरि, म त के भन्छु, मेरो त लिम्बू समाजमा धेरै के सम्झाउँछु भन्दाखेरि, म अघि यहाँ खजेङ बजेङ भएको सोच्दाखेरि मेरो लिम्बू समाजमा पुग्यो। मेरो दिमाग चाहिँ त्यता गयो। उहिले मैले जान्दाखेरि हाम्रो लिम्बू समाज कस्तो थियो भने, बिहामा जम्मा पर्नै पर्ने, काटाकाट गर्नै पर्ने, मृत्यु कार्यमा जम्मा भयो काटाकाट गर्नै पर्ने। त्यति बेला त लिम्बू नजानिने भयो, लिम्बूहरू बाज्यो भन्ने कुरा समाजमा जान्थ्यो। र अहिले त फेरि अर्को लिम्बू पनि भइसकेको छ। यहाँ ठोट लिम्बू पनि आइसकेको छ। त्यस कारणले म सबै समाज जनतालाई म के भन्छु भन्दाखेरि, सबैभन्दा आत्मसंयमता, स्थिरता, हामीले ज्ञान, आध्यात्मिक ज्ञान अलिकति हामीले उहाँले अघि भन्नुभएको थियो, हाम्रो विद्वान मित्रले, आध्यात्मिक ज्ञान त लिनै पर्छ। त्यो भएर हामीले ज्ञान पाउनु सक्दैन। अब हामीले सबै चिज हालेपछि त हाम्रो पेट पनि धन्न थामेको छ नि, होइन? हामी रोड पनि यही लगाउँछौँ, खैनी पनि यही लगाउँछौँ। अहिले त नयाँ नयाँ चिजहरू निस्किएको छ, के अरे उपकरणहरू, त्यो सबै लगाउँछौँ। अनि भएन र त हामी लाइसेन्स लिएर डक्टर पनि बनिन्छौँ हामी, होइन? लाइसेन्स लिएर डक्टर पनि बनेर बस्छौँ। त्यस कारणले हाम्रो शरीर थामेको छ। त्यसबाट सबैबाट हामी वञ्चित रह्यौँ भने पवित्र त्यो मङ बनिन्छ क्या, देवता बनिन्छ, त्यसलाई देवता बनिन्छ।
तपाईँ हामी देवता बनिनेमा ध्यान दिनु पर्यो। हाम्रो आयु पनि लामो हुन्छ। त्यो खानेकुरा सबै खाएपछि त आयु छोटिँदै जान्छ। 50 वर्ष बाँच्नु पनि 20 वर्ष मरिगइन्छ। त्यसले गर्दाखेरि तपाईँहरूले यसमा अलिकति ध्यान दिउँ। र हामी म के भन्छु मूलतः कुरा भन्दाखेरि झै झगडा नगरौँ भाइ। झै झगडा भन्ने कुरा नगरौँ। घरमा जाँड रक्सी ध्वङ धोत्रो खाएर बुढीले कुट्ने काम नै नगरौँ। त्यो पनि एउटा हिंसा क्या, ठुलो हिंसा हो। र महिलाले पनि हामीले जाने जति ज्ञान देऊ, म यही भन्छु। तर हिन्दू धर्मकाहरूले चाहिँ अलि महिलाले वेद पनि छुनु दिँदैन है। स्वतन्त्रता त छुनु हुँदैन। तर महिलाहरूले हिन्दू धर्म थामेको छ। म यो त सधैँ भनिरहन्छु, मेरा काममा आउँछन् भाउनीहरू, म यही कुरा भन्छु। सामग्री बनाउने, ईश्वरमा चढाउने चिज बनाउने, भगवानमा चढाउने चिज बनाउने महिलाले बनाउँछ। व्रत पनि राम्रो गर्छन् महिलाहरू। व्रतहरू गर्छन्, महादेवको व्रत लिन्छन्। महादेवको व्रत लिँदाखेरि महादेव जस्तै स्वरूप भएका, महादेव जस्तै शक्ति भएका, महादेव जस्तै लक्षण भएका पति पाउँ भनेर महादेवका भक्ति गर्छ। त्यस कारणले हिन्दू धर्म महिलाले थामेको छ। त्यो आशीर्वादले अहिले आएर सबै कुरामा उनीहरू अगाडि छ। यो कुरा त हामीले मान्नु सक्छौँ। त्यस कारणले तर हाम्रो छोरा भनौँ हिन्दू नारीहरू र पुरुषहरूमा चाहिँ अलिकति विभिन्नता आएका छ। अहिले हामी यतापट्टि सुधारमा चाहिँ हामी एकै भएर जाउँ। हामी खानपानमा अलग बस्छौँ। हामी विभिन्न चाहिने पदार्थसँग अलग बस्ने भनेर गइराखेका छौँ भने उता त अर्को लिम्बू फेरि सुरु भइराखेको छ। त्यसले गर्दाखेरि यो दुनूपट्टिका समाज सुधार्यौँ भने चाहिँ हाम्रो देश पनि बन्छ, राष्ट्र पनि बन्छ, हामी वैज्ञानिक पनि बन्छौँ। यो देशलाई भोलि गएर फुलबारी स्वच्छ फुलबारी बनाउन सक्छ। यो दिमाग हामीसँग आउँछ। त्यसले गर्दाखेरि म मुख्य कुरा यो तपाईँहरूले यही कुरा म भन्न चाहन्छु। आज यो हाम्रो आज झापा जिल्लाको हल्दीबारी एउटा नगरपालिकामा हामीले यो कार्यक्रम गर्न पाउँदा हामीलाई खुसी लागेको छ। र अन्यथा उहाँ इतिहासको कुरा पनि अहिले ल्याउनु हो। इतिहास भनेको किराँत खण्ड भनेको पृथ्वी सँगसँगै आएको छ। हामी के भन्छौँ त भन्नुहुन्छ भने हामी मुजिना खेौनाको कथा ल्याउँछ। मुजिना खेौनाको कथा आउँछ। त्यो मुजिना खेौनाको छोराको कथा आउँछ। त्यो छोराको नाम हामीले सय पुङ्गेमा भन्छौँ। अनि उनको परिवारहरू 4 जना हुन्छ। फ्यामलुङमा र मगपलुङमा भन्ने हुन्छ। 2 जना हुन्छ। फ्यामलुङमा र मगपलुङमा। हामी मगपलुङ पट्टिका चाहिँ हामी आदिवंशीहरू भन्छौँ। फ्यामलुङ पट्टिको चाहिँ किराँतहरू भन्छ। र म हामी त त्यसरी आउँछौँ इतिहास। र यो सृष्टिको जो सृष्टि भयो हामी सृष्टिसँगै आएका छौँ। यो सृष्टि जो जन्म्यो भने पृथ्वी जन्म्यो, त्योदेखि जन्मेर त्यो शब्द आएको छ। र हाम्रो लिम्बुहरूको मन्दुममा 100 पुङ्गुम्बाको कथा भयङ्कर ल्याउँछ। जो जाँड खाँदै मातेर बस्छ त्यसलाई पनि ल्याउँछ। मगपलुङ र फ्यामलुङमाको कथा हुन्छ है। अनि हामी मगपलुङका सन्तानहरू चन्द्रवंशी भएर गए। फ्यामलुङको सन्तानहरू चाहिँ सूर्यवंशी भएर गए। अनि संसारमा यदि वंश काला सेता नित्य सबै थरीहरू। र हाम्रो संस्कारको कुरा गर्नुहुन्छ भने हाम्रो लिम्बूहरूले के गर्थ्यो भने आज त लुङमाङ गर्नु खामी गर्नुपर्ने हो भनेर लुङमाङ गर्नुपर्ने हो भनेर डाँडामा गएर भोगी रीतबाट भोगी रीत
भन्छ कुखुरा लगेर चल्ला लगेर अन्डा लगेर त्यो ढुङ्गा गाडेर चाहिँ पूजा गर्छ। त्यो ठिकै कुरा हो। ढुङ्गामा चाहिँ आगो हुन्छ, त्यो आगो चाहिँ किराँत ईश्वरको शक्ति हो। किराँत ईश्वर त हिन्दू संस्कृतले चाहिँ महादेव भन्छ, हामीले चाहिँ थेपासम भन्छ। थेपा हङसम गर्छ अनि पूजा गरेर छोड्छन्। त्यस्तो चलन हिजोस्तिसम्म थियो, हिजोस्तिसम्म गर्थे। अहिले सबै भौतिकवादी भइगयो, सबै सुविधावादी भइगयो, छोडियो क्या त्यो भने हामी छैन। अनि सुन्जिली सुम्हालुङमाङ भनेर हामी बुझ्छौँ क्या। सुन्जिली सुम्हालुङ चुलामा अग्नि तत्त्व हुन्छ, अनि खाना बनाउँछौँ, खाना पनि पहिला चढाएर हामी खान्छौँ। त्यही नै महायज्ञ भएर गएको छ। सबैले यज्ञ गर्छ, पूजा गर्छ। र यसरी नै उत्पत्तिमा यस्तो छ क्या। यसले गर्दाखेरि हामी सबै, मैले यसो हेर्दाखेरि ईश्वरको सृष्टि हामी एउटै हौँ। फल्ना पन्थहरू बाजु मान्छेको विचार त हाम्रो कथा पो छ त। उहिले सम्मानहरू भन्छ, माङहरू भनेको देवत ईश्वरसँग हाम्रो विवाहवादी हुन्थ्यो, हाम्रो कुल कुटुम्ब गर्थ्यौँ। तर हामी मनुष्यको जिन्दगी त के रहेछ भने विचार सानो क्या। अनि मान्छे र देवताहरूको चाहिँ कुटुम्बेली सम्बन्ध थियो। कुटुम्बेली गर्दाखेरि मान्छेको चाहिँ अलिकति विचार साँग्रो रहेछ, हाम्रो विचार हुन अलिक साँग्रो। अहिले पनि त्यस्तै छ नि, हाम्रो विचार सानोहरू मात्र ओडिराखेको छ, ठुलो विचार हो। अनि त्यहाँदेखि विचार सानो रहेछ। अनि त्यो नमिलिँदो रहेछ भने त्यो माङहरू चाहिँ कतामी त्यस्तै भन्छ, त्यो एउटा ऊ पाउँछ भन्यो, त्यसले कतामी त्यस्तै अल्पी गयो क्या। अनि त्यहाँदेखि कुटुम्ब गर्नु छोडेको भन्छ। कुटुम्ब त गर्थ्यौँ अरे। त्यस्तो कथाहरू हाम्रो मनमा प्रशस्त हुन्छ। यसले गर्दाखेरि हामी जोसुकै होस् संसारमा मान्छे भनेको एउटै हो। तर हाम्रो धर्म, संस्कार, संस्कृति, इतिहासहरू अलग अलग छन्। तर मोटाउको चाहिँ त्यही सय पुङ्गेम्बाको सन्तान मात्रै छन् है संसारमा। त्यो सय पुङ्गेम्बा संसारभरि छ, सेतो, कालो, नितो सबै देश। र मङ्गोलियाको कुरा गर्नुभयो उहाँले, हाम्रो मन्धमले हामी के भन्छौँ भन्दाखेरि हामी खाम्बुङ भाषा भन्छौँ, लुम्बुङ भाषा भन्छ। त्यो माटोदेखि उम्रेको, त्यो ढुङ्गाबाट उम्रेको हाम्रो ठाउँ यो हो। र हामी त्यही मुनादेम्बीबाट अलिकति मात्रै सरेर आएका हौँ। अहिले चिन भएको छ। त्यो मुनादेम्बीलाई चाहिँ अहिले हिन्दूहरूले चाहिँ महादेवको राजधानी भनेर मान्छन्। हाम्रो पनि उत्पत्ति घर भनेर हामी त्यही मान्छौँ। र त्यसले गर्दाखेरि हामी त्यहीबाट आएर हामी संसार छरेका छौँ। ठुलो त्यहाँ के भयो भने भूकम्प आयो। ठुलो सहर विकास गरेका थियो, त्यो सहरमा ठुलो भूकम्प आयो। भूकम्प आएर कोही उत्तरपट्टि गए, कोही दक्षिणपट्टि आइयो। यसो गरेर बाँडेर संसार होडेर बसेको छ। ल अब यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ यहाँ किराँतहरूको राज्य थियो। किराँतहरूको राज्य असम मणिपुरसम्म थियो। दक्षिण भारत काशीसम्म थियो। त्यहाँ त अझै पनि भन्छ किराँतहरूले किराँत सभ्यता त्यहाँसम्म थियो। र प्रलयले यो विभिन्न प्रलय कालखण्डमा चाहिँ प्रलय गएर लोप हुँदाखेरि हिजोस्ति मुस्लिमको हिन्दूको लडाइँ भयो। लडाइँ हुँदाखेरि यहाँ किराँत राज्य थियो। अनि हाम्रो आर्य वंशहरू शरणार्थी भएर आयो। त्यो हाम्रो भाषामा के भन्छ भन्दाखेरि वेनिबा भन्छ क्या, पेनिबा भन्छ। त्यस कारण पेनिबा भनेको अर्को देशबाट आएर बस्छ। अनि त्यसलाई शरण दियो। मरणको शरण हुँदैन। हाम्रो राजाले शरण दिएर हाम्रोमा सबै जमिन दिएर, सबै ठाउँ दिएर, सबै कल्याण गरेर राखेको। हिजोस्ति 7 सालमा लिम्बुवाले बाहुनहरू खेद्ने योजना बनाएर खेद्यो। खेद्दाखेरि हाम्रो सुब्बाहरूले हाम्रो इभाङमा त के भयो भने म जन्मेको ठाउँमा त
त्यो मौरीको गोला उड्दै आउँदो रहेछ, उठेर टापसिङ सबै भाग्नु पो थाल्यो। सीमा देख्न मौरी होइन भनेर त्यहाँको सुब्बाले सबै गठन गरेर कन्ट्रोल गरेर उनीहरूको धन सम्पत्ति बाख्रा भेडा के थियो सबै संरक्षण गरेर राखिदिएर त्यसै बसिया छ। हाम्रो त इतिहासै पो छ त, त्यसरी बचायो। पहिला पनि बचाएकै पछि पनि बचायौँ हामीले। त्यसले गर्दाखेरि अहिले आएर हामी यसरी नै बसेका छौँ। नेपालमा अहिले 4036 उनीहरूको फुलबारी भन्दै बसिराखेका छौँ। विभिन्न जाति हुनु पनि नेपालमा विभिन्न जाति बसिया रहेछौँ, विभिन्न खाले बसिया रहेछौँ। हाम्रो रीतिरिवाज हाम्रो सामाजिक कुराहरू मिल्दै जान्छ, बस्दै गइन्छ, त्यसरी बसिराखेका छ। हाम्रो पुर्खाहरूले त्यसरी राखेको हो। यो त ध्रुव सत्य कुरा छ। त्यसले गर्दाखेरि हामीले त्यसरी मुलुकलाई बचाएर राखेको। यो किराँत प्रदेश किराँत मुलुक थियो, कुनै नेपाल पनि थिएन त्यति बेला, संस्कृतको कुरा पनि थिएन त्यति बेला, किराँत मुलुक थियो। त्यो किराँत मुलुकले किराँत सभ्यताले हामी सबैले बचाएर ल्याएको। त्यस कारणले म यो कुरा भन्छु, यो त ठोक्का साथ भन्छु। त्यस कारणले हाम्रो बाहुन पढाउँथ्यौँ, मेरो महागुरु पनि बाहुन थियो, हाम्रो पनि बाहुन थियो, बाहुनले पढाउँथ्यौँ। अनि बाहुनले पढ्दै जाँदाखेरि पानी समाउनु पर्थ्यो। यो किराँत देश है भन्थ्यो, किराँत देश है भन्थ्यो, जस्तै छ भन्थ्यो। किराँत देश, यो किराँतहरूको राज्य हो, यो किराँत भूमि है भन्थ्यो है जति बेला। अहिले मात्रै भन्नु छोडिहाल्छ, अहिले नेपाल देशै भल्ला के भल्ला होइन, त्यो उसको ठाउँमा छ होइन। तर हामीले सबै जातिले यसरी बचाएर ल्याएको छौँ है। यो कुरा त दयालु जाति लिम्बूहरू साँच्चै दया भएको हो। आफ्नो मुटुले चोडा दियालाई खाचे हो भनेपछि खावै भने दिइहाल्ने, जग्गा जमिन दिइहाल्ने, सबै दिइहाल्ने, त्यस्तो खालको हो। त्यसले गर्दाखेरि आदिवासीमा अनादिकालदेखि बसोबास भएर आएको त हामी नै हो, र सबै जातिले संरक्षण गरेर आएको पनि हामी नै हो। र अहिले आएर चाहिँ हामी किराँत धर्म भनेर हामी सबै लागिराखेका छौँ। सबै जाति सबै धर्महरू छन् भित्र, र सबैभन्दा आर्य जातिसँग म धेरै नजिक छु। मेरो कथाहरू मिल्छ, मेरो मुन्धुमहरू मिल्छ, त्यो भित्र कुराहरू लुकेका छ, उनीहरूको कुरा हाम्रो भित्र पनि लुकेको छ। ल यस्तो छ। त्यसले गर्दाखेरि कहिले कहिले यस्तो धार्मिक जमघाट त गर्नुपर्ने जस्तो लाग्यो, त्यसो गर्दा मात्रै कुरो निस्किँदो रहेछ। अस्ति म यहाँ जलेश्वरमा आएको थिएँ, शङ्कराचार्यज्यू आउनुभएको थियो, त्यसमा पनि यही कुराहरू भयो। कहिले कहिले त गर्नुपर्ने रहेछ धर्मको कुरा पनि। यसले गर्दा हामी टाढा कामले नजिक पार्दै जाँदो रहेछ, विचार पनि नजिक पार्दै लाँदो रहेछ। अनि पछि त विचार एकता भएछ होइन, राज्य पनि यस्तो खालको बनाउँ हो भन्ने कुरा ज्ञान आउँदो रहेछ। यो त हामी त अभ्यासमा मात्रै छुँदैछ अहिले। त्यसले गर्दाखेरि आज म तपाईँहरूसँग यसरी बोल्नु म पाएँ, तपाईँहरूको नजर सबै मैले देख्नु पाएँ। तपाईँहरूको नजर देख्नु पाउँदा पनि मलाई त मुक्ति भयो त्यो सम्झेको छु होइन। त्यसले गर्दाखेरि हाम्रो किराँत धर्म सत्यको बाटो हो। म एउटा कुरा भन्छु यसमा, हामी बाहुनहरू छ, म बसेको ठाउँमा पनि त्यहाँ महारानी निस्किन्छ। त्यो महारानी पिएचडी गरेका एमए गरेकाहरू निस्किन्छन् केटाहरू। म सत्यमा महारानी, म त मुलुकेनी हुँ, सत्यमा महारानी हुँ, म त या सकेनी हुँ, म त मावोहाङमा हुँ, म सत्यमा महारानी हुँ भनेर बोल्छ। अनि माङले त सबैले पक्रेको रहेछ त्यसरी। साथै अनि त्यसले नगरी हुँदैन है, त्यसले गर्नै पर्छ, पूजा दिनै पर्छ। भोगी लाइनका हिन्दूमा पनि दुई प्रकारका छन् नि, एउटा भोगी लाइनका छन्, एउटा सतमारोपट्टिका छन्। सतमारोपट्टिका नेवर सुपारी दिन्छन्, त भोगी लाइनले भोका के दिन्छन् होइन, उनीहरूको ढाँचा दिन्छन्, तर त्यसरी बोक्छन् है। हाम्रो भाषा पो बोल्छ भरे, हाम्रो भाषा बोल्छ भरे, त्यो माङले छोडेपछि त हाम्रो भाषा बिर्साउँछ। त्यस कारणले गर्दाखेरि यो माङ भन्छ, हामीले ईश्वरलाई माङ भन्छौँ। यो माङले सबैको आत्मामा चालिराखेको छ। त्यस कारणले हामीले यो कुरा जान्नुपर्छ। र उसले शक्ति दियो
उसले अनुहार यसो दर्शन दियो भने चाहिँ उसले शुभ्य फापे हुन्छ, उसले चित्तको काम पूर्ण हुन्छ, सबै थोक चित्तको पुगेर जान्छ, धन सम्पत्ति पुगेर जान्छ। यस्तो छ। यसले गर्दाखेरि यो कुराले पनि अब चिन्नुपर्छ कि भन्छु है म चाहिँ। यहाँ धेरै छ त्यस्तो कुराहरू। म सत्यमाङ महारानी हुँ भनेर बोकेको हुन्छ। बाहुनले पनि छोडेको छैन, छेत्रीले पनि छोडेको छैन, लिम्बूले पनि छोडेको छैन, सबैले छोडेको छैन। यसले गर्दाखेरि यस्तो छ। र त म एउटा कुरा के भन्छु भन्दाखेरि नामको नाम, ईश्वरको नाममा जीव हत्या चाहिँ नगरौँ, यही भन्छु। यहाँनिर दुर्गा माताको मूर्ति नै स्थापना गरौँ, पूजा गरौँ, तर जीव हत्या नगरौँ। यो चाहिँ हो। तपाईँहरूले हार्दै अनुरोध गर्नु म चाहन्छु। यहाँ हिन्दू धर्म यहाँ किराँत धर्म हामी छौँ। हिन्दू किराँतै नजिक छौँ यहाँ। यसले गर्दाखेरि जीव हत्यालाई चाहिँ दुई पाटाबाट नै अलिकति ईश्वरको नाममा चढाउने काम नगरौँ। यहाँ के छ भन्दाखेरि हिन्दू धर्म भनेर घोषणा नभइन्जेल पहिला मान्छे काटेर भोगिदिन्थ्यो। भन्नु के, हामी अछुत छैनौँ नि, मान्छे काटेर भोगिदिन्थ्यौँ। त्यसलाई छोडेर अहिले आएर हिन्दू धर्म जो घोषित भएपछि त्यहाँ पनि काटमाट अलिक छोडिँदै गएको छ। खानुले त खान्छ, खानुले त्यही छ, हाम्रो पनि त्यस्तै छ। कोही चाहिँ सत्यमेलबाट गर्ने छौँ, कोही चाहिँ भोग लगाएर गर्ने होला भने छौँ। तर सबै समग्रमा किराँत धर्म लगाउने, यता समग्रमा हिन्दू धर्म लगाउने। एउटा बोका चढाउने छ, चढाउने पनि छ। त्यो बोका चढाउने र नचढाउने त मिलिँदो रहेछ। अन्तिममा गएर नि एकै बङ्गै रहेछ। त्यस्तो हुन्छ। यहाँ मसँग आउँछ नि, यहाँ झापाकै मान्छेहरू माथि अब कसैले अदुवा खानु नहुने, लसुन खानु नहुने, यस्ताहरू पनि आउँछन्। अनि त्यसले गर्दाखेरि त्यो नखाने त मिलिगइँदो रहेछ कहाँको त। त्यस कारणले तपाईँहरूमा हाम्रो दुई पाटामा यो एउटा यस्तो खालको एउटा रीत छ। हामीले यसलाई चाहिँ अलिकति हामीले बन्द गर्दै यसलाई सम्झाएर बुझाएर हुन्छ कि हामीले फुको मेलोबाट दुईतर्फबाट गर्ने, हिन्दूले पनि त्यही गर्ने, किराँतले पनि त्यही गर्दै जाँदा हाम्रो माग ईश्वर खुसी हुन्छ क्या। ईश्वरको त सृष्टि हो नि, उसको छोराछोरी हो नि, उसको छोराछोरी काटेर ला भनेर दिँदाखेरि खुसी हुन्छ। दूर छ अहिले खुसी हुन्छ, अहिले पक्रेर लान्छ, अहिले कानुन लाउँछ, एउटा कानुन बनाइएको छ नेपालमा होइन। त्यस कारणले काटमाट चाहिँ छोड्नु है हुन्छ है। म चाहिँ मेरो बिन्ती चाहिँ त्यति छ। र लिम्बूहरूले छोरी चेली हामी बेचेर खान चलाउँछ। अहिले त 1 लाख रुपियाँ पुगेको छ भन्ने सुन्छु। छोरी चेलीको दाम त 1 लाख पुगेको छ अरे, 1 लाख रुपियाँ भन्ने सुन्नुहुन्छ। यो चलान चाहिँ छोड्नु हुँदैन, यो चाहिँ छोड्नुपर्छ। छोरी चेली बेचेर खाने चलान छोड्ने, पवित्र ढङ्गले बिहा दान गरिदिने, इच्छा लाग्यो भने दान दक्षिणा दिने, बास हुन्छ, त्यो पुग्छ। खोइ हामीले गरिराखेका छौँ त, भएकै छ त, हामी बिमार भएको छैनौँ त, भएकै छ त। यस्तो किसिमदारी सुधार पक्षमा, सुधार हुने लक्ष्यमा जानु पर्यो। यो म यही भन्छु तपाईँहरूसँग। नरिसिन्नु होला नि, फेरि यसले खानु दिएन भनेर रिसिन्छौ नि। उहिले माग्रो पनि सिमाजेको यसले सुँगुर कुखुरा खानु दिँदैन रहेछ, यसले नराङ्गा खान नदिने रहेछ भनेर मुद्दा लायो। त्यस्तो त नलाउनुहोस् होइन। तर तपाईँले सोच्नुहोस्, यो भोलि गएर अमृतको टुक्रो हुन्छ क्या, टुक्रा। त्यसले गर्दाखेरि यो कुरा चाहिँ यो भन्छु। र अन्य हाम्रो समाजमा र हिन्दू समाजमा पनि आर्यलाई अलिकति, आर्य समाजमा पनि नारीलाई अलिक दबाउने एउटा संस्कार छ। यसले अलिकति वञ्चित पो गरौँ के हो। हाम्रो धर्मले त के भन्छ भने नि, गरिबले माया गर्नु, गरिबले दया गर्नुहुन्छ, दया गर्नु भन्छ है। गरिबले सहयोग गर्नु, दया गर्नु, माया गर्नु भन्छ। हामी दया मायामा लाग्नु पर्यो त। अब हाम्रो देशमा समग्रमा सोच्दाखेरि अरू देशले अलिअलि यसरी अलिअलि हुवा दिएको, अलिअलि यसो दान भेटिदिएको भरमा हाम्रो मुलुक चलिराखेको छ। र पनि त यति गरिराखेको छ, अहिले निकै विकास भइराखेको छ। पञ्चायतभन्दा त धेरै विकास भएको देख्दैछु। अब त्यसले गर्दाखेरि अब हामीमा दया माया हुनु पर्यो। गरिबहरूलाई
उपचार गर्नु पर्यो, गरिबलाई लुगा लाउन दिनु पर्यो, खानु दिनु पर्यो, लाउनु दिनु पर्यो। अब राजनीतिक शब्दमा घाँस कपास भन्छ क्या, त्यसको व्यवस्था हुनु पर्यो। त्यो त हाम्रो नेताजीहरू हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ त्यो कुरा त हामीले होइन। हामीले घाँस कपास आफ्नो देशलाई कुन चिज ल्याउँदा उपयुक्त हुन्छ, कुन चिज ल्याउँदाखेरि उकालो लाग्छ, यो कुरा नेताजीहरूले पनि सम्झिदिनु पर्यो। अहिले त चुनाव आयो, नेता त छिमेरा जत्तिकै छन्। त्यसले गर्दाखेरि यिनीहरूले पनि त्यो कुरा ज्ञान हुनु पर्यो, धार्मिक ज्ञान हुनु पर्यो, राजनीतिक ज्ञान, सामाजिक ज्ञान, सबै कुरा हुनु पर्यो। त्यसले गर्दाखेरि हामीले यो सबै कुराबाट हामी मुक्त हुनु पर्यो। अनि नेपाल पवित्र बन्छ, नेपाल सच्चाको फुलबारी बन्छ। सबै नेताहरूको विचारहरू अगाडि बढ्यो, विचारमा छेकावट नगरी शुद्धताले विकास भएर गयो भने नेपाल सुन्दर छ नि। हामीले बनाउनु पर्छ। हामीले होइन त्यो बाहिरबाट आउने टुरिस्टहरूलाई मात्रै हामीले भित्रायौँ भने पनि खरबौँ पैसा आउँछ नि हौ, त्यो पैसा नेपाली जनताको त हो नि, त्यो त कसैको बिहा होइन त नि। तर निष्पक्ष तरिकाले पक्षीले होइन त्यो पैसा ल्याउँदै गोजीमा हालेर टाप टोड्ने चाहिँ होइन। त्यसलाई निष्पक्षले प्रयोग गरियो भने नेपाली जनता साँच्चै धनी छौँ है, यो चाहिँ म भन्छु। अनि अर्को कुरा चाहिँ हाम्रो देशमा युक्रेन जस्तो समस्या नहोस्, यो मेरो बिन्ती छ। नेताहरूले यसलाई पनि रोकथाम गर्नु पर्यो। यहाँनिर के छ भने युक्रेनमा त्यहाँका राष्ट्रपतिलाई पश्चिमी